चिया पसलको लागि ठाउँ खोज्न लागेको आज 4 दिन भयो। आज पनि धेरै ठाउँहरू हेरियो अनि आज भने चाहिँ फाइनली एउटा दुईटा ठाउँहरू चित्त बुझेको छ। अझै पनि म 100% चाहिँ ठाउँको लागि फिक्स छैन। अझै 1-2 दिन सोचेर डिसिजन लग्छु होला। अनि आज चाहिँ म टिकटकमा फेमस चिया पसलमा पनि गएँ, केही कुराको ज्ञान पाइन्छ कि भनेर। अनि चिया पसलको सजावट पनि हेरेँ अनि चिया पनि टेस्ट गरेँ। चिया चाहिँ धेरै ठाउँको ठिकै लाग्यो, सजावट पनि सबै ठाउँको बवाल थियो, तर सर्भिस भने चाहिँ लास्ट ढिलो अनि कस्टमरको पनि केही मतलब नगरेको भेटे। यो कुरा चाहिँ मलाई मन परेन। अनि आजकल चाहिँ धेरै चिया पसलहरू टिकटकमा भाइरल हुन्छन्, सजावट र लाइटहरू पनि बवाल हुन्छ। हुन त चिया पसलको लागि सजावट हुन जरुरी हो, तर त्यति मात्रै भएर हुँदैन। कस्टमरलाई राम्रो सर्भिस पनि दिन सक्नु पर्छ। कस्टमरले चिया मात्रै हैन सामान पनि खोज्छन्, म चाहिँ त्यो सोच्छु। अनि अर्को कुरा सजावट चाहिँ पैसाले किन्न सकिन्छ अनि कस्टमरलाई चाहिँ सर्भिस मनले दिनुपर्छ। म चाहिँ यी सबै कुरामा ध्यान दिनेछु। म अब चिया पसल छिटै खोल्दैछु। अनि म त्यो मान्छे होइन टिकटक र इन्स्टाग्राममा रिल्स हालेर चलाउँछु भन्ने, म सर्भिसमा विश्वास गर्ने मान्छे हो। अनि मलाई विश्वास पनि छ म कस्टमरको मन जित्नेछु, नजर चाहिँ होइन। अनि मेरो कस्टमरहरू मेरो बिजनेस होइन मेरो परिवार हुनेवाला छन्। अनि यति भन्दै आजको लागि यति नै छ। अनि हाम्रो अब छिटै भेट हुनेछ। सी यू।